एमाले अध्यक्ष केपी शर्मा ओली अझै पनि कुन थुतुनोले त्यसको त्यो गनाउने अनुहार, कनपट्टिको रङ तातिने भाषण, युवाहरू देशमा बस्नै नसकेर त विदेश गएका होइनन् नि। युवाहरू त च्वाइसले गएका हुन् विदेश। मादर चोत, सन्तान नभएको निसन्तान, नपुसक लिङ्ग साला हरामखोर र कालो काङ्ग्रेस 2007 सालदेखिको काङ्ग्रेस, गौरवशाली इतिहास बोकेको काङ्ग्रेस। तर आजको काङ्ग्रेस चोर, फटा, चोर्नी, फटाइ गर्ने, देशलाई कङ्गाल बनाउने, लुट्ने, गरिब सर्वसाधारणको रगत पसिनामाथि खेलवाड गर्ने, देशको अर्थतन्त्र टाट बनाउने, भयभरको सम्पत्ति कुम्ल्याउने, 7 चोटि 8 चोटि प्रधानमन्त्री बन्ने, अनि लत्त सुहानी छोरछोरी पोको पारेर सिङ्गापुर र मलेसिया गएर घर बनाएर बस्ने मादर चोदहरू अझै पनि मेरो काका, मेरो मामा, मेरो सानीमा, मेरो ठुला आमा भन्दै अझै पनि तिनीहरूको मुजी चाकमा लाए झिँगा भन्काउँदै हिँड्ने झोले मादर चोदहरू आज म जस्तो एउटा नौजवान युवा, पढे लेखेको युवा, रोजगारी छैन मुजी देशमा, के गरौँ म? बिहानदेखि बेलुकासम्म 16 घन्टा 17 घन्टा पठाउ चलायो, कर लिएको छ अनावश्यक, पेट्रोलको रेट बढाएको छ। यस्तै पेट्रोलको रेट बढ्नुमा त अब अन्तर्राष्ट्रको कुरा हो, नेपालमा दोष लाउन मिलेन। बिहान 16 घन्टा खट्दा पनि, बिहान 4 बजेदेखि बेलुका 10 बजीसम्म खट्दा पनि बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँको अवस्था छ। मुजी गर्न पर्छ भनेर खुन पसिना बगाएर काम गर्दा पनि श्रम गरे अनुसारको उचित श्रम छैन। भतुवा, दलाल, बिचौलिया, अराजकता राणीका छोराहरू, तस्कर, मादर चोदहरू, तिमीहरू मादर चोदहरूले गर्दाखेरि 35 वर्षदेखिबाट कसले चलायो देश? 35 वर्षदेखि कसले चलायो नेपाल? तिमी काङ्ग्रेसले चलायो, तिमी माओवादीले चलायो, तिमी एमाले चलायो। जनताको अवस्था हेर, जस्ताको त्यस्तै छ। झन् 50 वर्ष पछाडि धकालियो मुलुक। कुकुर, दलाल, तस्करहरू, तिमीहरूलाई अलिकति मनमा हरि भन्ने छैन। मादर चोदहरू अझै पनि बदलियो काङ्ग्रेस, बदल्छौँ देश भनेर दुनियाँ अराजकता तत्त्वहरूको सङ्गत गरेर, गुन्डा परिचालन गरेर, बुथ क्याप्चर गरेर चुनाव जितौँला भन्ने आश बोकेर हिँड्छौ तिमीहरू। पटक पटक गठबन्धन गरेर सरकार बनाउँछौ। कहिले एमाले र काङ्ग्रेस मिल्छौ, कहिले माओवादी फुट्छौ, कहिले माओवादी काङ्ग्रेस मिल्छौ, एमाले फुट्छौ। मादर चोदहरू अहिलेको यो 2/3 नजिकको सरकारलाई म भन्छु, तिमी आत्मसम्मानको साथ नडराइकन निडर भएर कसैको डर धम्की त्रास केही नमानिकन मजाले काम गर। हामी जस्ता लाखौँ जेनजी युवाहरू तिम्रो पक्षमा छौँ। तिमी अलिकति पनि नहिचकिचाउ, कुनै बिचौलियासँग साँठगाँठ नगर, कुनै बिचौलियाको 5 रुपियाँ पनि नलिऊ, 5 पैसा पनि नखाऊ। इमान्दार तरिकाले सत्यनिष्ठापूर्वक निडर भएर काम गर। गणतन्त्रको अन्तिम विकल्प र संसदीय दलको सबैभन्दा ठुलो इतिहास बोकेको पार्टीको रूपमा तिमी आज छौ र गणतन्त्रको अन्तिम विकल्प पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै हो। यो ग्यारेन्टीको साथ नेपाली कागजमा म लेखेर दिन सक्छु। अगर यो 5 वर्षभित्रमा पनि देश विकासको गतितिर अघि बढेन, विकासको दिशातिर अघि बढेन, विकासको गति लिन सकेन भने आजीवन नेपालले शान्तिको सास फेर्न कहिल्यै पाउँदैन। नेपाली जनताको अवस्थामा कुनै सुधार आउँदैन। म सम्मानको साथ 2 हात जोडेर विनम्रतापूर्वक सम्मान गर्न चाहन्छु रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह, प्रधानमन्त्री सुदन गुरुङज्यू, रवि लामिछानेज्यू, कानुन मन्त्री हाम्रो सविता गौतमज्यू, जति पनि हुनुहुन्छ सम्पूर्णमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष समानुपातिक सांसदहरू सबैलाई म भन्न चाहन्छु, सत्यनिष्ठापूर्वक पूर्वाग्रह, खराब भावना नलिई, कसैको डर धम्की नमानी एकदम निडर भएर अगाडि बढ्नु। हामी जस्तो लाखौँ जेनजी युवाहरू हिजो पनि मरेकै हो, अहिले पनि मर्न तयार छौँ। देश बन्नु पर्यो, देश अगाडि बढ्नु पर्यो र काङ्ग्रेस एमाले माओवादी भन्नेलाई चाहिँ पत्ता साफ बनाउने हो। लगभग पत्ता साफ त भइसकेका छन् र इतिहासबाट नै यिनीहरूलाई मेटाउनु पर्छ।
र हिजोको दिनमा अब आउने मेरा भावी सन्ततिहरू नाति पनातिहरूले चाहिँ सोद्धाखेरि एमाले काङ्ग्रेस माओवादी भन्ने चाहिँ जनावरको नाम हो कि मान्छेको नाम हो बा भन्नेसम्म चाहिँ इतिहासबाट पत्ता साफ बनाउनु छ यिनलाई। त्यसको लागि जेएनजी युवाको हामी साथ छ। सर्वोच्चमा ती भर्ती भएका भतुवा दलाल 2 नम्बर बिचौलिया तस्करहरूले पनि खल्तीमा पैसा भए कानुन पनि बिग्नी रहेछ भन्ने कुरा प्रश्न पारिरहेछन्। तर नडराउ, फेरि स्थानीय तहको चुनाव हुँदैछ, त्यस पछाडि राष्ट्रिय सभामा तिमीहरूको पहुँच पुग्नुपर्छ। त्यो हामीलाई राम्रोसँग थाहा छ। हामी जेएनजी युवाहरू सबैजना बुझ्ने भइसक्यौँ, सबैजना हामी सक्षम छौँ, सक्षम भइसकेका छौँ। हामी हाम्रै देशमा श्रम गर्ने हो, हामी हाम्रै देशमा विकास गर्ने हो, विकासको गतितिर अगाडि बढाउने हो। सम्पूर्ण जेएनजी युवा म लगायत सम्पूर्ण साथीहरूको रौतहट, बारा, पर्सा, सिराहा, सप्तरी, सर्लाही, महोत्तरी चारैतिरबाट एकदम नेपालैभरिबाट सपोर्ट छ। एकदम गो अहेड बियर गभर्मेन्ट भन्छु, मैले भन्ने गरेको छु। दारी छिलेर चिल्लो गाला बनाउनेहरूले बनाउन नसकेको यो देश अब दारीवालाहरूले कसरी बनाउँछ हेर्दै जा भनेर मैले ठाडो चुनौती पनि दिएको छु। र काङ्ग्रेस एमाले माओवादी भन्नेलाई इतिहासको पान्नाबाट नै सदाको लागि साफ बनाउनु पर्छ। र अबको यो सरकारले भनेको गणतन्त्रको अन्तिम विकल्प पनि तिमी हौ र संसदीय दलको एउटा इतिहास, नेपालको एउटा इतिहास बोकेको पार्टी पनि तिमी नै हौ र तिमीले नै गर्नुपर्छ। जय नेपाल। यति भन्दै जय नेपाल भन्न चाहन्छु सम्पूर्णमा। हस्त, नमस्ते।